अब ड्राइभिङ लाइसेन्स सम्बन्धी राजस्व सजिलै ई-सेवा, खल्ती, कनेक्ट आइपीएस जस्ता अनलाइन माध्यमबाट गर्न सकिने भएको छ। त्यसको लागि तपाईलाई जरुरी छ ईबीपी नम्बर। ईबीपी नम्बर भनेको इलेक्ट्रोनिक बिलिङ पेमेन्ट नम्बर हो, जुन चाहिँ अनलाइन माध्यमबाट राजस्व तिर्दै गर्दाखेरि चाहिने गर्छ। ट्रायल पास गरिसक्नुभयो अथवा लाइसेन्स रिन्यूको लागि अप्लाई गरिसक्नु भएको छ। त्यो अप्लाई गर्दै गर्दाखेरि तपाईको एप्लिकेसन लाइसेन्स फी स्टेपमा छ भने तपाईले सजिलै ईबीपी नम्बर जेनेरेट गर्न सक्नुहुनेछ। ईबीपी नम्बर जेनेरेट गरिसके पछाडि अनलाइन पेमेन्ट माध्यम खोल्नुहोस्, त्यहाँ गएर सर्च गर्नुहोस् आईआरडी भनेर। त्यसपछि तपाईले रेभिन्यू डिपार्टमेन्ट भनेर देख्न सक्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोस्। त्यसमा क्लिक गरिसके पछाडि तपाईले ईबीपी नम्बर र अमाउन्ट देख्न सक्नुहुनेछ। ड्राइभिङ लाइसेन्स पोर्टलबाट ईबीपी नम्बर पेस्ट गर्नुहोस् र तिर्नुपर्ने अमाउन्ट इन्टर गर्नुहोस्। त्यो इन्टर गरिसके पछाडि तपाईले पेमेन्ट गर्नुहोस्। त्यो पेमेन्ट गरिसकेपछि तपाईले ड्राइभिङ लाइसेन्स पोर्टलमा आएर भेरिफाई पेमेन्ट गर्नुहोस् र यति गरिसकेपछि तपाईको ड्राइभिङ लाइसेन्स सम्बन्धी अनलाइन आवेदनको काम सकिनेछ। ट्रान्सपोर्ट अफिसको भेरिफिकेसनको लागि भने कुर्नुहोला र सरकारका अनलाइन तथा डिजिटल सर्भिसेस सम्बन्धी कुनै पनि अपडेट जानकारीहरूको लागि फलो गर्न भने नबिर्सिनुहोला। धन्यवाद।